पिरतीले सताएर रुम्की हाँसुम भइछ पिरतीले सताएर रुम्की हाँसुम भइछ ए सबले भन्छन् हाम्रो जोडी राधा कृष्ण छैछ ठाट्या भामारी जम स्वर छ अनि यति सुन्दरी हुनुहुन्छ राम्रो हुनुहुन्छ अहिलेसम्म कतै लभ परेको यस्तो त छैन नि पिरतीको नसुन्दा आरतीमा हिजो आज एक्लै छु धरतीमा अवसर दिनुस् म तपाईलाई नाइ भन् गाह्रो रहेछ तडपेर बाँच्नलाई मरिछु बाँच्दिन नपठायौ बाडुल्किया नपठायौ चिठी नपठायौ बाडुल्किया gsnepal.com तपाईहरु हेर्दै जानुहोस् हामी अपडेट गर्दै जानेछौं। नमस्कार, जीएस नेपाल युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण युट्युब दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। शिक्षा, स्वास्थ्य, त्यसै गरी मनोरञ्जनको त्रिवेणी जीएस नेपालमा कहिले शिक्षा, कहिले स्वास्थ्य त कहिले मनोरञ्जन सम्बन्धी विभिन्न टिप्सहरू लिएर उपस्थित हुँदै आइरहेका छौँ। यसै क्रममा आज तपाईहरुको माझमा रमाइलो त्यसै गरी मनोरञ्जन कसरी बुझ्नुहुन्छ त्यसै सन्दर्भमा हामी केन्द्रित रहेर एउटा रमाइलो कुराकानी लिएर उपस्थित भएका छौँ। नेपालकै कान्छो जिल्ला भनेर चिनिने रुकुम पूर्व, रुकुमबाट छुटिएर अर्को जिल्ला बनेको पूर्व जिल्ला। रुकुम जिल्ला पहिले सिङ्गो हुँदाखेरि ठुलै थियो, तर छुटिसकेपछि रुकुम पूर्व नेपालकै सानो जिल्ला, त्यही जिल्लाको एउटा प्रतिभालाई लिएर हामी उपस्थित भएका छौँ। तपाईहरुले हाम्रो युट्युब च्यानल जीएस नेपालमा पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर साथ दिनुहोला र नयाँ नयाँ भिडियोहरुको लागि हामी सँगै रहनुहोला। अब भने हामी स्वागत गर्न चाहन्छौँ कान्छो जिल्ला, त्यसै गरी सानो जिल्ला रुकुम पूर्वकी चेली र सबैको मनमा छाएकी धेरै जसो हामीले युट्युबमा खोजेर हेर्ने हो भने उहाँका कुराकानी इन्टरभ्यूहरू करिब मिलियन जतिले हेरेको हामीले भेट्न पाउँछौँ। उहाँ हुनुहुन्छ उर्मिला गौतम। उहाँलाई हामी यस कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। उहाँसँग आज हामी गीत सङ्गीतको बारेमा कुराकानी गर्नेछौँ। उहाँको मिठो स्वर पनि सुन्नेछौँ। तपाईहरुले अगाडिका हाइलाइटहरू हेरेर पनि थाहा पाइसक्नु भएको छ कि कस्तो छ उहाँको स्वर भनेर। उर्मिला गौतमलाई स्वागत गर्न चाहन्छौँ। धन्यवाद। सन्चै हुनुहुन्छ? ठिकै छु, सन्चै छु। पक्कै पनि सन्चै हुनुपर्छ, ठिकै हुनुपर्छ, हामीलाई पनि लाग्छ होइन। ठिकै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। अनि कस्तो चलिरहेछ आजभोलिको दिनचर्या, के गरिरहनु भएको छ? सुरुमा सामान्य परिचयबाट सुरु गरौँ न। दिनचर्या यस्तै हो, कहिलेकाहीँ गीत सङ्गीतहरू गाउने, गीतहरू गाउने। त्यस पछाडि विशेष त म अब स्कुलमा नै कार्यव्यस्त छु, स्कुलमा टिचिङ गर्छु, त्यसैले पनि आजभोलि विशेष गरेर त्यतितिर व्यस्त भन्नुपर्छ। हजुर, स्कुलमा पनि टिचिङ गर्नुहुन्छ, गीत सङ्गीततिर निकै चासो पनि छ, तर एल्बम निकाल्नु भएको छ कि छैन यसबारेमा हामी अनभिज्ञ छौँ, यसलाई जानकारी दिनुहोस् न थोरै। छैन, एल्बम निकालेको छैन अहिलेसम्म, तर एल्बम निकाल्ने प्रयासमा छु। हेरौँ पछिल्ला दिनहरूमा समयले कतिको साथ दिन्छ। समयको साथ पाएँ र अरू सम्पूर्ण साथीहरूको साथ पाएँ भने अवश्य पनि एल्बम निकाल्ने छु। पक्कै पनि हामीले पनि युट्युबमै हेरेर विभिन्न सामाजिक सञ्जालहरूमा हेरेर नै तपाईँलाई फलो गरेका थियौँ। तपाईँको स्वर कस्तो छ भन्ने कुरा त सम्पूर्ण जति दर्शकहरूले हेर्नुहुन्छ उहाँले थाहा पाइसक्नुहुन्छ। निकै नै मिठो स्वर छ, हामीले तपाईँलाई वर्णन गरेर साथ दिनै छैन। जस्तो टिचिङ बाहेक अन्य गीत सङ्गीतको क्षेत्रमा सुन्ने, त्यसपछि गीत सङ्गीतलाई अँगाल्ने कोसिस गरिरहनु भएको रहेछ। तत्कालको लागि कुनै योजना बनाउनु भएको छ या छैन? त्यस्तो योजना त अब केही छैन, तर पनि अब कतिपय अग्रज कलाकारहरूबाट चाहिँ एल्बमहरू निकाल्नुहोस्, तपाईँहरूलाई हामी मौका दिन्छौँ भनेर त्यस्तो खालको अफरहरू चाहिँ आइरहेको छ। खासै हिसाबले गीत सङ्गीतलाई माया गर्ने, एउटा गीत सङ्गीतभित्र चासो भएको म एउटा मान्छे भएको कारणले गर्दाखेरि गीत सङ्गीत जे होस् उहाँहरूको स्वीकारलाई चाहिँ मैले एकदमै अनुरोधलाई चाहिँ स्वीकार गर्ने प्रयासमा छु। हेरौँ कस्तो हुन्छ। पक्कै पनि हामी पनि तपाईँलाई सपोर्ट गर्न
गर्नको लागि नै यो कुराकानीलाई अगाडि बढाएका हौँ, किनकि कुनै पनि कुराहरू गुम्साएर राख्ने हो भने त्यसले ऊर्जा पाउँदैन। त्यसैले तपाईँलाई फुलाउन फलाउनको लागि ऊर्जा दिनको लागि पनि यो सानो कुराकानी निकै नै ऊर्जाशील होस् भन्नको लागि हामीले यो कुराकानीलाई अगाडि बढाएका छौँ। कार्यक्रमको सुरुमै तपाईँलाई एउटा मिठो गीत गाएर सुनाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। गीत तयारी छ कि छैन, छ भने सुनाइदिनुहोस् न। हुन्छ, म एउटा सुनाउँछु नि। पिरातीको नसुन्दा आरतीमा हिजो आज एक्लै छु धरतीमा, मनको धोको मनमै रहेसी, कसको आँसु बग्दैन होला र आफ्नो मान्छे पराई भएसी, नसुन्दरतीमा हिजो आज एक्लै छु धरतीमा, मनको धोको मनमै रहेसी, कसको आँसु बग्दैन होला र आफ्नो मान्छे पराई भएसी, कसको आँसु बग्दैन होला र आफ्नो मान्छे पराई भएसी। आहा, निकै नै मिठो समधुर स्वर तपाईँहरूले पनि सुन्नुभयो अनि हेर्नुभयो, पक्कै पनि मन पर्यो होला भन्ने हामीले महसुस गरेका छौँ। रुकुम जिल्ला पूर्व निकै नै नेपालको सुन्दर जिल्ला भनेर पनि भनिन्छ। त्यहाँको पर्यटकीय हिसाबले पनि हेर्ने हो भने निकै रमाइलो छ। त्यहाँ नआएका दर्शक श्रोताहरू जुन अहिले हाम्रो यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ आएर पनि घुमफिर गरिदिनु होला र यस्ता प्रतिभाहरू लुकेर बसेको ठाउँमा झनै कति रमाइलो होला वातावरण, पक्कै पनि तपाईँलाई महसुस हुनेछ कि आहा रमाइलो रहेछ। नेपालकै कान्छो जिल्ला पूर्व रुकुम। हामीले उर्मिला गौतमको साथमा कुराकानी गरिरहेका छौँ र तपाईँहरूलाई सुनाइरहेका छौँ अनि देखाइरहेका छौँ। उर्मिलाजी, तपाईँले भनिदिनुहोस् कि अबको क्रममा तपाईँले गीत सङ्गीतमा निकै नै चासो रहेछ। तपाईँले जस्तो मैले कुनै एउटा एल्बम अथवा कुनै गीतमा स्वर दिनको लागि आग्रह गरेँ भने तपाईँ तयारी हुनुहुन्छ कि हुनुहुन्न, अथवा तपाईँले गीतलाई सेलेक्ट गरेर गाउनुहुन्छ या जुनसुकै गीतलाई पनि गाउन सक्नुहुन्छ, कस्तो छ तपाईँले? सबैभन्दा पहिले त म सम्पूर्ण साथीहरू जसले हेरिरहनु भएको छ उहाँहरूलाई म एकदमै धन्यवाद दिन चाहन्छु र विशेष गरी तपाईँलाई पनि जसले मलाई चाहिँ यहाँ आएर अहिले यसरी इन्टरभ्यू लिइरहँदाखेरि तपाईँले मलाई एउटा यस्तो भनौँ न यस्तो खालको अवसर दिन्छु भनिराख्नु भएको छ। मलाई अवसर दिनुहोस्, म तपाईँलाई नाइ भन्ने छैन। विशेष गरेर त मेरो क्षेत्र भनेको लोकदोहोरीतिर हो। म विशेष गरेर लोकदोहोरी गीत गाउँछु, लोकगीतहरू गाउँछु, तर पनि कतिपय कुराहरूमा मलाई आधुनिक पनि आउँछ, तर त्यति राम्रोसँग जति मैले लोकदोहोरी सम्बन्धी बुझेको छु, लोकगीत सम्बन्धी बुझेको छु त्यति चाहिँ मलाई आधुनिक आउँदैन। ठिकै छ, तपाईँले अवसर दिनुभयो भने म चाहिँ तपाईँको त्यो बोलीलाई नाइ भन्दिनँ। पक्कै पनि हामीले पनि त्यही भन्नको लागि पनि केही कुराहरू कलेक्सन गरिरहेका थियौँ। पक्कै पनि हामीले गीत चाहिँ कलेक्सन गरिसकेका छौँ। तपाईँलाई हामीले समय मिलाएर एक दुईवटा गीतहरू रेकर्ड गर्नको लागि हाम्रो जिएस नेपाल युट्युब च्यानलमा नै अपलोड हुने गरी तपाईँलाई अवसर दिने हामीले कोसिस गरिरहेका छौँ। यो कतिसम्म सम्भव हुन्छ र कतिसम्म हामीलाई समयले साथ दिन्छ यो पर्खाइको विषय नै हुनेछ। अनि तपाईँ गीत सङ्गीतमा लागिरहँदाखेरि कुनै सङ्घ संस्था अथवा कुनै लोकदोहोरी क्षेत्रको कुनै संस्थाहरूमा जोइन हुनुभएको छ कि छैन? लोकदोहोरी संस्थामा चाहिँ म पहिले यो नेपाल लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रुकुम भनेर पहिले सिङ्गो रुकुम हुँदाखेरि चाहिँ त्यसको सदस्य भएर चाहिँ बसेको थिएँ। अहिले चाहिँ रुकुम जिल्लालाई दुईवटा जिल्लामा विभाजन गरिसके पछाडि जुन म जन्मिएको जन्मस्थान रुकुम पूर्वमा चाहिँ मैले अहिले नेपाल लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रुकुम पूर्वको सचिव पदमा रहेर चाहिँ काम गरिरहेको छु। पक्कै पनि लोकदोहोरी क्षेत्रको संस्थाहरूमा पनि जोइन हुनुभएको रहेछ। सचिव जस्तो गरिमामय पदमा भएका मानिसले लोकदोहोरी क्षेत्रलाई मन नपराउनु त कुरै भएन। हामीले पनि जस्तो
स्थानीय तहका यस्ता प्रतिभाहरूलाई प्रस्फुटन गर्न र उजागर गर्नको लागि पछिल्लो समय कुनै त्यस्ता संस्थाहरू सक्रिय छैनन्। त्यसैले पनि पछिल्लो समयमा हेर्ने हो भने नेपालको परिवेशमा गाउँघरमा रहेका दूरदराजमा रहेका यस्ता प्रतिभाहरूलाई खोजी ल्याउने र आम दर्शक सामु पुर्याउने भनेको नै हामीहरू जस्ता र अन्य विभिन्न युट्युबरहरू नै भएका छन्। हामीले धेरै उदाहरणहरू पनि दिन सक्छौँ। तपाईँहरू जति दर्शकहरूले हेरिरहनु भएको छ यो भिडियो हेरिरहने दर्शकहरूलाई पनि महसुस भएको होला कि युट्युब भनेको एउटा यस्तो प्लेटफर्म हो जुन गाउँघरमा दूरदराजमा रहेका त्यस्ता प्रतिभाहरूलाई प्रस्फुटन गरेर जस्तो स्थानीय कलाकारहरूलाई राष्ट्रिय कलाकार पनि बनाएको हामीले देखेका छौँ। जस्तो हाम्रो प्रयास पनि त्यही हो कि हाम्रो रुकुम पूर्वकी चेली उर्मिला गौतमलाई अहिले स्थानीय कलाकार हुनुहुन्छ। गाउँघर बिहे व्रतबन्ध स्कुलहरूमा दोहोरी गाउने र समधुर स्वरले सबैलाई मन र मुक्त बनाउने अथवा सबैको मन जित्ने एउटा चेली भनेर हामीले उर्मिला गौतमलाई लिने गर्छौँ। र यति भनिरहँदाखेरि मैले एउटा कुरा जोड्न चाहेँ। रुकुम पूर्वमा सांस्कृतिक कार्यक्रम भएको थियो, त्यतिखेर चर्चित राष्ट्रिय कलाकारहरू पनि आउनु भएको थियो। जस्तो मैले हेरेको थिएँ युट्युबमा कता बद्री पङ्गिनीसँग राम्रो दोहोरी गाउनु भएको थियो। तपाईँ दोहोरीमा पनि त्यस्तै खपिस हुनुहुन्छ भन्ने कुरा सुनेको छु, यो के सत्य होला? हजुर, जुन हाम्रो रुकुमकोटमा चाहिँ रुकुमकोट पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव भनेर चाहिँ लागेको थियो। त्यो बेलामा चाहिँ राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल हुनुभएका राष्ट्रिय कलाकारहरू बद्री पङ्गिनी, प्रकाश सपुत उहाँहरू आउनुभएको थियो। उहाँहरू अग्रज कलाकार हुनुहुन्छ, धेरै माथिल्लो स्थानमा जानुभएको छ। तर पनि मलाई त्यो महोत्सव आयोजक समितिले चाहिँ उहाँहरूसँग एउटा दोहोरी गाउने अवसर दियो। एकदमै खुसी थिएँ म त्यति बेला र मैले चाहिँ दोहोरी गाएको थिएँ, प्रयास गरेको थिएँ। जे होस् उहाँहरूसँग गाउन म सफल भएँ। सबैजनाले त्यो दोहोरी चाहिँ युट्युबमा हालिसके पछाडि म अहिले सम्झिन चाहन्छु जिपिएसटी इन्टरटेनमेन्टलाई। उहाँले चाहिँ त्यो भिडियो चाहिँ फेसबुकमा युट्युबमा अपलोड गरिसके पछाडि मलाई लाखौँ दर्शकहरूले धेरै मन पराउनु भएको थियो। कमेन्टमा एकदमै राम्रो सकारात्मक कुराहरू लेख्नुभएको थियो, कतिपय सल्लाह सुझाव दिनुभएको थियो। मलाई जहाँसम्म लाग्छ उहाँहरूको त्यो प्रतिक्रिया, त्यो सल्लाह, त्यो सुझावले चाहिँ मलाई दोहोरी गाउन एकदमै राम्रो आउँदो रहेछ। म दोहोरी गाउन सक्षम छु भन्ने कुरा चाहिँ मलाई त्यो भिडियोले चाहिँ जानकारी दिएको हो। पक्कै पनि अब राष्ट्रिय स्तरका कलाकारसँग दोहोरी गाउने, जस्तो राष्ट्रिय स्तरका कलाकारसँग उभिँदाखेरि पनि मान्छे धेरैहरू डराउने गर्छन् भने तपाईँले त मजासँग गाउनु भएको थियो। पक्कै पनि हाम्रो साथमा अहिले त्यस्तो दोहोरी गाउने साथी त हुनुहुन्न, तर पनि तपाईँलाई जस्तो दोहोरी गाउन कुनै सक्ने मान्छे हुनुहुन्थ्यो भने पक्कै पनि गाउनुहुन्थ्यो होला। जस्तो कुनै समय मिलेछ भने त्यस्तो पनि हामीले कार्यक्रम गरौँला नै पक्कै पनि। जस्तो तपाईँलाई यति भनिरहँदाखेरि फेरि पनि अब यस्तो मिठो स्वर भएका स्रष्टा अथवा स्रष्टा पनि भनौँ न हामीले, किनकि स्थानीय कलाकारहरूलाई हामीले हेला गर्नु हुँदैन, त्यसैले हामीले स्रष्टा भन्ने गर्छौँ। त्यस्ता स्रष्टाहरूले चलेका गीतहरू, चलेका गायकका गीतहरूलाई गाइदिँदाखेरि उनीहरूको अपमान होइन कि उनीहरूको उजागर हुने। त्यसैले मैले एउटा रिक्वेस्ट गर्न चाहेँ, फेरि पनि अर्को एउटा मिठो गीत गाएर सम्पूर्ण हेरिरहनुभएका दर्शकहरूलाई सुनाइदिनुहोस् न। हुन्छ, म फेरि पनि अर्को गीत गाउँछु, बिमा कुमारी दुराको एकदमै मिठो, एकदमै पुरानो गीत, र म तपाईँहरूलाई अगाडि चाहिँ गाउन तयार छु। छ कि छैन ओठ खोली हाँस्नलाई, ओठ खोली हाँस्नलाई गाह्रो रहेछ तडपेर बाँच्नलाई, मरिछु बाँच्दिन जिन्दगीमा जे हाँस्नु हाँसियो अब हाँस्दिन, ओठ खोली हाँस्नलाई, ओठ खोली हाँस्नलाई गाह्रो रहेछ तडपेर बाँच्नलाई, मरिछु बाँच्दिन जिन्दगीमा जे हाँस्नु हाँसियो अब हाँस्दिन, जिन्दगीमा जे हाँस्नु हाँसियो
दिन। धन्यवाद। निकै नै मिठो स्वर जुन बिमा कुमारी दुराले गाउनु भएको थियो उहाँसम्म नै पुग्ने गरी गीत गाउनुभयो। निकै नै मिठो लाग्यो। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। जस्तो तपाईँलाई मनपर्ने भनेका गीतहरू कस्ता हुन्? एकल जस्तो माया प्रेमका जस्तो लोक टप्पाहरू, पश्चिम जस्तो रुकुमको सन्दर्भमा हेर्ने हो भने लोक टप्पा पनि निकै चर्चित छ। कस्ता कस्ता गीतहरू तपाईँलाई धेरै मनपर्छ? मलाई विशेष गरी अगाडि पनि भने लोकदोहोरी क्षेत्रभित्रका चाहिँ विशेष गरी मलाई गाउँपाखामा गाई बाख्रा चराउँदै गर्दा गाइने त्यस्ता एकल भाकाहरू जसले सबै दर्शकहरूको मन छोओस् त्यस्ता खालका गीतहरू मनपर्छ। र फेरि त्यो गीत मात्रै मनपर्ने भन्ने मात्र होइन, मलाई सबै खालको मनपर्छ। जस्तो रुकुममा हाम्रो गाइने चाहिँ टप्पा गीतहरू, सिङ्गारू गीतहरू, यस्ता खालका भाकाहरू पनि मनपर्छ। विशेष गरी मलाई गाउन मनपर्ने चाहिँ यिनै गीतहरू हुन्। समेटिएको भाका जुन लोक दोहोरीमै लोकगीतमै समेटिएको हुन्छ त्यस्ता खालका भाका नै मनपर्छन्। पक्कै पनि लोकदोहोरी क्षेत्रका गीतहरू पश्चिम रुकुम अथवा पश्चिम नेपालतिर हेर्ने हो भने लोकटप्पा, सिङ्गारू यस्ता गीतहरू पनि धेरै प्रख्यात छन्। यस्ता गीतहरूलाई पनि संरक्षण गर्नको लागि रुकुममा भर्खरै मात्र सांस्कृतिक सम्मेलन पनि भएको थियो। यस कार्यक्रममा तपाईँ उपस्थित हुनुभएको थियो कि भएको थिएन? थिएन, म कार्य व्यस्तताका कारणले गर्दा उता चितवनमा जानुपर्ने भएको कारणले गर्दा म त्यो कार्यक्रममा चाहिँ सहभागी भएन। पक्कै पनि तपाईँको कता कता खोजी भएको जस्तो महसुस गरेको थिएँ। त्यहाँ चर्चित गायक आँसु गायक पनि भन्ने गर्छन् जस्तो कृष्ण कडेल, उहाँले खोज्नु भएको थियो। उर्मिला गौतम भइदिएको भए एकदमै दोहोरी गाइन्थ्यो कि भन्ने कुरा पनि गर्दै हुनुहुन्थ्यो। त्यतिखेर मैले पनि तपाईँलाई खोजेँ, हाम्रो साथीहरूले पनि खोज्नुभयो, पाउन सकेनौँ। तर आगामी दिनु पनि यस्ता कार्यक्रमहरू हुने गर्छन्। त्यतिखेर पक्कै पनि दोहोरी त्यस्तै कार्यक्रममा पक्कै पनि जम्का भेट हुने नै छ। तपाईँलाई अर्को गीत पनि गाउने अनुरोध गर्दैछु है त म। हुन्छ, अब चाहिँ म हाम्रो गाउँघरतिर गाइन्छ जुन किसिमको टप्पा भनौँ न त्यस्तो खालको गीत चाहिँ म गाउन गइरहेको छु। बसले लायो सिठी सल्यानैको शीतल पाटी, बसले लायो सिठी नपठायौ बाडुल्किया, नपठायौ चिठी नपठायौ बाडुल्किया, नपठायौ चिठी नपठायौ बाडुल्किया, नपठायौ चिठी नपठायौ बाडुल्किया, नपठायौ चिठी नपठायौ बाडुल्किया। निकै नै मिठो। यसमा झन् मादल भइदिएको भए कति रमाइलो र कति मिठो हुन्थ्यो होला। पक्कै पनि यस्ता गाउँघरमा लुकेका प्रतिभाहरू नै भनौँ न, हामीले अहिलेसम्म एल्बम निकाल्नु भएको छैन। त्यसैले हामीले लुकेका प्रतिभा भन्न चाहन्छौँ, किनकि यस्ता लुकेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा कसरी ल्याउने त भनेर हामीले कोसिसमा छौँ, प्रयासमा छौँ। त्यसैले पनि हाम्रो युट्युब च्यानलमा हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूलाई के आग्रह गर्न चाहन्छौँ भने तपाईँले यति मिठो स्वरलाई मन पराउनु भयो भने र उहाँलाई कुनै पनि गीतमा आवाज दिनको लागि रिक्वेस्ट गर्नुभयो भने तपाईँले पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोला अथवा तल कमेन्ट गरिदिनु होला। तपाईँको कमेन्टको आधारमा हामीले उर्मिला गौतमसँग सम्पर्क गर्नेछौँ र तपाईँलाई जस्तो दिएका गीतहरूलाई उहाँले शब्द हेर्नुहुनेछ, सङ्गीत हेर्नुहुनेछ र मजाले मिठो स्वरले सजाइदिनुहुनेछ। उहाँले गाएका दोहोरीहरू त यति हिट हुन्छन् भने उहाँले दिएको एल्बमको स्वर कति हिट होला हामीले पक्कै पनि महसुस गर्न सक्छौँ र तपाईँहरूले पनि गर्न सक्नुहुन्छ होला। हामीलाई यहाँसम्म तपाईँलाई खोज्दै खोज्दै यहाँ आएका थियौँ। तपाईँ पनि उहाँबाट रुकुम पूर्वबाट रुकुम पश्चिम आएर हामीलाई साथ दिनुभयो, यति मिठो गीत गाइदिनु भयो, केही मनमा लागेका प्रश्नहरू, केही मनमा लागेका कुराहरू राखिदिनु भयो, हामीले सोधेका केही सानातिना प्रश्नहरू पनि उत्तर दिनुभयो। अझै पनि तपाईँले केही भन्न, जस्तो मैले सोध्न छुटाएका प्रश्नहरू, तपाईँले दिन छुटाएका उत्तरहरू केही छन् भने दर्शक श्रोता साथीहरूलाई केही छोटो कुराहरू राखिदिनुहोस् न। त्यस्तो मैले भन्न खोज्ने कुराहरू त
कुराहरू भन्दा पनि म सबैभन्दा एकदमै धेरै त तपाईँलाई नै म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु, जसले चाहिँ म पश्चिम रुकुममा आएको यो मौका छोपेर तपाईँले यहाँसम्म बोलाएर म भित्रको प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम जुराइदिनु भयो। त्यसको लागि धेरै धन्यवाद। अनि जिएस नेपाल हेरेर जति पनि बस्नु भएको छ सम्पूर्ण दर्शक साथीहरू जसले मलाई माया गर्नु भएको छ, अघिल्ला ती दोहोरीहरूमा पनि माया गर्नुभएको थियो, जति तपाईँहरूले सल्लाह सुझाव दिनुभएको थियो, त्यस्तै गरेर यो मेरो चाहिँ यो प्रतिभाहरूमा पनि तपाईँहरूले हेरेर लाइक गरेर कमेन्ट गरेर सल्लाह सुझाव दिएर सहयोग गर्नुहुनेछ भन्ने पनि सोचेको छु। किनभने तपाईँहरूकै साथ सहयोग माया र हरेक कुराको कारणले गर्दाखेरि नै हामी जस्तो कलाकारहरू अगाडि बढ्ने हो। आशा छ तपाईँहरू सबैजना दर्शकहरूले चाहिँ यो भिडियो चाहिँ हेरेर मन पराइदिनु हुनेछ भन्ने सोचिरहेको छु। पक्कै पनि हेरेर साथ दिनुहुनेछ। त्यसै गरी अन्य दर्शक श्रोता सामु पुर्याउनको लागि विभिन्न सामाजिक सञ्जालहरूमा सेयर गरेर पनि साथ दिनुहुनेछ, पक्कै पनि हामीले महसुस गरेका छौँ। किनकि सेयर गर्नुको तात्पर्य र सम्पूर्ण ठाउँमा पुर्याउनुको तात्पर्य के हो भने यस्ता लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्नुपर्छ, हामीले संरक्षण गर्नुपर्छ र स्थानीय कलाकारहरू, हामीले स्थानीय मात्रै भनेका छौँ, यस्ता स्थानीय कलाकारहरूलाई राष्ट्रिय कलाकार पनि बनाउनु पर्ने हुन्छ। किनकि स्थानीय कलाकारहरूबाट नै राष्ट्रिय कलाकार जन्मिने हो। त्यसैले हामीले उर्मिला गौतम लगायतका विभिन्न प्रतिभाहरू रुकुम पूर्व, रुकुम पश्चिम र पश्चिम नेपालमा थुप्रै प्रतिभाहरू छन्। त्यस्ता प्रतिभाहरूलाई खोजी हामीले राष्ट्रिय स्तरमा लगेर चर्चित बनाउनुपर्छ र हाम्रा प्रतिभाहरूलाई संरक्षण गर्नुपर्छ। हामीले यही भन्न चाहन्छौँ। जस्तो जाँदै तपाईँले अर्को पनि एउटा मिठो गीत गाएर बिदाई गर्नको लागि हामी आग्रह गर्छौँ। तपाईँको मनमा पक्कै पनि यो गीत गाइदिन सक्छु अथवा यो गीत गाउन पाएको भए हुन्थ्यो भन्ने लागेको होला भन्ने हामीले महसुस गरेका छौँ र एउटा मिठो गीत गाइदिनुहोस् न। ठिक छ, जाँदै अन्त्यमा चाहिँ अहिले भर्खरै युट्युबहरूमा आएको एकदमै सबैजनाले मन पराउनु भएको गीत लालुमै गीत चाहिँ म तपाईँहरूको माझमा छोडेर जाँदैछु। पिरतीले सताएर रुम्की हाँसुम भइछ, पिरतीले सताएर रुम्की हाँसुम भइछ, ए सबले भन्छन् हाम्रो जोडी राधा कृष्ण छैछ, ठाट्या भामारी जम कहाँ गयो जुरेली किन गीत गाउँदैन, ए तिम्रो जति माया त लालुमै किन होला कसैको लाउँदैन, कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाउँदैन, ए तिम्रो जति माया त लालुमै किन होला कसैको लाउँदैन। धन्यवाद। निकै नै मिठो स्वर जुन पछिल्लो ब्याकग्राउन्डमा हामी सुनिरहेका छौँ, न्याउली कराइरहेको छ, न्याउलीको स्वर, त्यसै गरी कोइली कराइरहेको छ, कोइलीको स्वरभन्दा पनि मिठो स्वर छ। कोइली र न्याउलीको स्वरलाई जित्ने यस्तो मिठो सामधुर स्वर कि धनी उर्मिला गौतमलाई हामी धेरै धन्यवाद दिँदै हामीले बिदाई गर्न चाहन्छौँ। र तपाईँलाई यो कार्यक्रम, यो कुराकानी र उर्मिला गौतमको आवाज मन पर्यो भने हामीले आगामी दिनमा पनि उहाँसँग कुराकानी गर्नेछौँ र तपाईँको मनमा लागेका जस्तो हेरिरहनु हुने दर्शक श्रोता साथीहरूको मनमा लागेका जिज्ञासा प्रश्नहरू छन् भने तल कमेन्ट गरिदिनु होला। र उर्मिला गौतमलाई कुनै पनि सिर्जनामा आवाज दिनको लागि, कुनै पनि गीतमा स्वर दिनको लागि तपाईँ रिक्वेस्ट गर्नुहुन्छ भने हाम्रो जिएस नेपाललाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले जिएस नेपालमा तपाईँहरूले कमेन्ट गर्नुभयो, तपाईँले उहाँसँग कुराकानी गर्न चाहनुभयो भने र उहाँसँग जस्तो स्वर दिनको लागि रिक्वेस्ट गर्नुभयो भने हामी उर्मिला गौतमसम्म पुर्याउनेछौँ पक्कै पनि भन्दै आजको यस भेटलाई रमाइलो र समधुर बनाउनको लागि सहयोग गरेकोमा र हामी सँगसँगै रमाएर हामीलाई मिठो स्वर, त्यसै गरी लाखौँ दर्शक श्रोता साथीहरूलाई मिठो स्वर सुनाएर यो वातावरणलाई, जुन वसन्त ऋतुको रमाइलो वातावरणलाई झन् रमाइलो बनाइदिएको म तपाईँलाई धेरै धन्यवाद। हस्, धन्यवाद। तपाईँलाई पनि धन्यवाद, जिएस नेपाललाई धन्यवाद र सम्पूर्ण दर्शक साथीहरू जसले मलाई हेर्नुहुन्छ उहाँहरूलाई पनि सम्पूर्णलाई धन्यवाद।
हवस् त श्रोता साथीहरू, हवस् त दर्शकवृन्द, तपाईँहरूलाई आजको यस कुराकानीबाट छुट्टिनु पर्ने हुन्छ। तपाईँलाई आजको यो कुराकानी, त्यसै गरी स्वर, त्यसै गरी यहाँ रहेको ब्याकग्राउन्ड र यहाँ रहेको रमाइला दृश्यहरू कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला भन्दै आजको यस रमाइलो भेटघाटलाई यही मैजारू गर्दै हामी पनि छुट्टिन्छौँ। तपाईँहरू भने स्वस्थ रहनुहोस् अनि व्यस्त रहनुहोस्, नो टेन्सन। GSNepal.com तपाईँहरू हेर्दै जानुहोस्, हामी अपडेट गर्दै जानेछौँ र हेरिसकेपछि मन पर्यो भने सब्स्क्राइब गर्न भएन भन्नुहोला।